हेलो, गुड मर्निङ, नमस्ते अनि सबैजनालाई जोरले। होप सबैजना सन्चै हुनुहुन्छ, खुसी हुनुहुन्छ, जहाँ पनि हुनुहुन्छ सबै आफ्नो आफ्नो ठाउँमा खुसी रहनुहोस्, मस्त रहनुहोस्, इन्जोय गर्दै रहनुहोस्। र आज मेरोबाट खासै त्यस्तो कुराहरू त केही पनि थिएन, तर आज एउटा सानो केही कुराहरू हजुरहरूको सामने राख्न गइरहेको छु। जो हिजोको कुरा हो। पोखरा स्थित पृथ्वी चोकमा डाक्टर महावीर पुन र एउटा व्यक्तिबाट भएको, एउटा भाइ या दाइबाट भएको बारेमा बोल्न गइरहेको छु। देशको डाक्टर जस्तो मान्छे, उहाँले म्याग्दी क्षेत्रबाट पनि प्रतिनिधि सभामा प्रतिनिधित्व गरेर जित हासिल गरेर पनि बसिसक्नु भएको छ र फ्रीको टाइममा उहाँले आफ्नो पुस्तकलाई चाहिँ बेचिराख्नु भएको छ। यसै अवस्थामा हिजो एकजना भाइले चाहिँ एकदम महान काम गर्नुभएको छ। उहाँ आएर तपाईँले यो किन गर्नुभएको छ, यो काम गर्नु हजुरको लागि ठिक छैन भनेर केही दुई चारवटा इङ्ग्लिसहरू झारेर उहाँ अझै थुकेर जानुभएको छ। यस्तो गर्नु मलाई लाग्छ यो एकदम नजायज छ। कुरा किन भन्दाखेरि हो, उहाँले स्वतन्त्रबाट प्रतिनिधित्व गरेर म्याग्दी क्षेत्रबाट आइसक्नु भएको छ। उस दौरानमा अब उसको कार्यकालमा उसको काम गर्ने बेलामा उहाँले यदि म्याग्दीवासीको र म्याग्दी क्षेत्रको प्रगति गर्न र म्याग्दीको वासीको कुरा नसुनेको अवस्थामा या म्याग्दीवासीले त्यो बेलामा उहाँमाथि शब्दहरू निकाल्नु जायज हो। तर फ्रीको टाइममा अहिले मतगणना पनि हुँदैछ र रिजल्ट नआइसक्दा पनि फ्रीको टाइममा उहाँले आफ्नो किताबहरू बिक्री गर्नुभएको छ। जस्तै नेपालको राष्ट्रिय आविष्कार केन्द्रलाई केही मद्दत होस् भनेर महान विचारले उहाँले काम गर्नुभएको छ। तर अहिले एकजना महान व्यक्तिले आएर तपाईँले यस्तो काम किन गर्नुभएको छ, वाइ आर यु पुसिङ मी, यदि मैले तपाईँलाई पुसिङ गरेँ भने के हुन्छ भन्ने शब्दहरू निकाल्नु भएको छ। यो एकदम नाजायज छ। देशमा अझै पनि त्यही एमाले काङ्ग्रेस माओवादीको झोलेहरू छन्। कोही झोलेको व्यक्तिगतबाट चलेको व्यक्ति पनि हुनसक्छ। यो जो पनि गर्नुभयो यो ठिक गर्नुभएको छैन। होप मलाई लाग्छ तपाईँले कुनै दिन या कुनै समय निकालेर तपाईँले उहाँ डाक्टर महावीर पुन जस्तो मान्छेसँग भेट्न पाउनु नै खुसीको कुरा हो। तर तपाईँले भेटेर पनि नजायज शब्दहरू निकाल्नुभयो, नराम्रो कुराहरू गर्नुभयो। यसको लागि तपाईँ उहाँ समक्ष गएर माफी माग्न पर्छ भन्ने मेरो धारणा छ। र महान व्यक्ति उहाँले त तपाईँलाई महान क्षमा त दिनुहुन्छ नै, तर पनि म यस्तो लाग्छ तपाईँले गर्नुभएको काम अलिक उचित छैन। र अब जनताहरू सक्षम र विद्वान बन्नुहोस्, अनुशासनमा रहनुहोस् हुनुपर्छ भन्दै आजको मेरो दुई चार शब्दलाई यहीँ टुङ्ग्याउँदै मेरो हजुरहरूको सामुन्नेबाट ओझेल पर्न चाहन्छु। गुड मर्निङ अनि झोरले।